साले यो जिन्दगीमा के काम गर्नुपर्छ है। यस्तो नयाँ प्लान्ट आइरहेछ। यो नयाँ प्लान्टले चाहिँ गर्दा यहाँ भएको फलहरू लाउन दिँदैन। यो भएर यो नयाँ प्लान्टलाई चाहिँ काटेर फलेको प्लान्टलाई चाहिँ भनेर यस्तो काट्नुपर्छ। हेर गाह्रो छ है, गाह्रो छ राम। यति घौटो पर्नुपर्छ कि यो भुँडी लगाएपछि त झन् राम। ओ तेरिका, यो भुँडीले चाहिँ साह्रै दुःख दिँदो रहेछ। जति घौटो परेर जति काम गरे नि भुँडी फिटिकै घट्ने होइन। के गर्नु, गाह्रो छ हौ। अनि सायद त म यता ब्ल्याकबेरीका प्लान्टहरू काट्नेतिर छु नयाँ भाइहरूसित। नयाँ भाइहरूलाई एक कटिङमा हालिरहेछ आज। यो नयाँ भाइहरूसित यसले हेर्नुहोस्, अब तल हेर्नुपर्छ, देखिँदैन। नयाँ र पुरानो प्लान्ट छुटाउन गाह्रो छ। नयाँ मुनाहरूलाई सबै निकाल्नुपर्छ। फेरि राम्रोसँग हेरेन भने फेरि फलेको पर्ने हो कि भन्नु पर्यो। एउटा काट्यो भने 10-15 किलो घाटा लाग्छ। हेर्नुहोस् के गर्नु, काम गरेपछि घाटा र नाफाको माया लाग्दो रहेछ जिन्दगीमा। यही गर्दा यस्तो छ। ल हेर्नुहोस्, काम भनेको सबै थोक गर्नुपर्छ। ल हेर्नुहोस्, कहिले फ्रुट टिपिया छ, कहिले चाहिँ झाङ काटिया छ। यस्तै छ।